नमस्कार सम्पूर्ण विद्यार्थीहरूमा। आज हामी पिटीको स्पिकिङ सेक्सन र लिसनिङ सेक्सनको विषयमा कुरा गर्न गइरहेका छौँ। स्पिकिङ सेक्सनको चाहिँ सबैभन्दा धेरै नै इम्पोर्टेन्ट पार्ट भनेको रिपिट सेन्टेन्सेस र चाहिँ लिसनिङ सेक्सनको चाहिँ इम्पोर्टेन्ट पार्ट भनेको राइट फ्रम डिक्टेसन, जसले चाहिँ राइटिङमा पनि नम्बर कन्ट्रिब्युसन गर्छ। यसको विषयमा चाहिँ छलफल गर्नको लागि चाहिँ हामीले पिटी इन्स्ट्रक्टर गोपाल खड्का सरलाई चाहिँ निम्ताएका छौँ। नमस्कार, स्वागत छ सबैलाई। सर, यसमा चाहिँ हाम्रो जुन राइट फ्रम डिक्टेसन र रिपिट सेन्टेन्स भनेको चाहिँ जस्तो राइट फ्रम डिक्टेसनले लिसनिङ र राइटिङ गरेर 32 मार्क्स कन्ट्रिब्युसन गर्छ भने हाम्रो चाहिँ यो जुन रिपिट सेन्टेन्सले स्पिकिङ र चाहिँ लिसनिङ गरेर चाहिँ 29 मार्क्स कन्ट्रिब्युसन गर्छ। यसमा विद्यार्थीहरूले यहाँ चाहिँ जुन हाम्रो कन्सल्टेन्सीमा मक टेस्ट गर्दाखेरि चाहिँ रिपिट सेन्टेन्स पनि र राइट फ्रम डिक्टेसन पनि एकदम राम्रो नै गरिरहेका हुन्छन्। जब चाहिँ रियल इक्जाम फेस गरेर आइसकेपछि उनीहरूको चाहिँ स्किल पिडिएफ हेर्दाखेरि चाहिँ नम्बर चाहिँ रिपिट सेन्टेन्सेस र राइट फ्रम डिक्टेसनमै चाहिँ गइरहेको हुन्छ। खास यसको कारण के होला सर? जहाँसम्म यो रिपिट सेन्टेन्स र डिक्टेसनको कुरा छ, यो सम्पूर्ण विद्यार्थीहरूलाई चाहिँ एउटा धेरै समस्या भइरहेको देखिएको छ। यहाँ सबै विद्यार्थीहरूले चाहिँ हामीलाई रिपिट सेन्टेन्स र डिक्टेसनमा एकदमै गाह्रो छ भन्ने कुरा जानकारी गर्न हुन आएको छ। त्यो भएको कारणले मेरो तर्फबाट चाहिँ मैले उहाँ शिक्षक अथवा विद्यार्थीहरूलाई के भन्ने गरेको छु भने रिपिट सेन्टेन्स र डिक्टेसनलाई पिटीको नजरबाट नहेरौँ। तपाईँले गर्ने क्लासरुम एक्टिभिटिजमा नोट राइटिङ गराउँदाखेरिको ठ्याक्कै त्योसँग तपाईँले एडजस्ट गर्नुभयो भने विद्यार्थीहरूलाई लगभग 90% उनीहरूको डर त्यहीँबाट हराउँछ। अब रह्यो पिटीको सँग यो रिपिट सेन्टेन्सको कुरा गर्दै गर्दा त्यहाँ चाहिँ तपाईँको के हुन्छ भने तीनटा श्रेणी, लगभग तीनटा श्रेणीमा स्कोर डिभिजन गरेको देखिन्छ, जसमा 10 देखि 12वटा क्वेसन हुन्छ। सुरुका क्वेसनहरू अलि स्लो स्पिडमा आएको भन्ने र त्यस पछाडिको इन्टरमिडिएट लेभल र अलिकति फास्ट भन्ने कुरा आयो। त्यो विद्यार्थीको साइकोलोजी पनि हुनसक्छ अथवा त्यहाँको सिस्टमले पनि त्यो कुरा असर गर्न सक्छ। तर विद्यार्थीले एउटा कुरामा उनीहरूले अभ्यास गर्न पाइरहेको छैन। एउटा तपाईँको ल्याबमा गएर एउटा स्टुडेन्टहरू बिचमा चाहिँ हुने कन्भर्सेसन, प्र्याक्टिस र अन्य एक्टिभिटिजहरू, पियर्सन पिटीको चाहिँ एक्सर्साइज गर्ने क्रममा त्यस्तो इन्भाइरोमेन्ट पाइरहेको हुँदैन। तर केही इन्स्टिच्युटहरू जसले चाहिँ त्यो इन्भाइरोमेन्ट क्रिएट गरेको छ, त्यस्ता ल्याबहरूमा गएर तपाईँहरूले प्र्याक्टिस गर्नुभयो भने तपाईँलाई यो एउटा इक्जामको प्यानिक हुने अवस्थाबाट तपाईँ बच्नुहुन्छ। तपाईँको छेउमा जस्तो सुकै डिस्ट्र्याक्सन आए पनि तपाईँले आफूलाई कन्ट्रोल गर्न सक्नुहुन्छ। अर्को कुरा तपाईँले ध्यान दिनु पर्यो कि तपाईँको साइकोमोटर स्किल्स यसमा प्रयोग हुन्छ। तपाईँले दिमागले मिनिङ सम्झिने, हातले टेक्निकहरू जस्तो तपाईँको के कस्तो टेक्निक, इनिसियल लेटर टिप्ने हो कि अथवा वर्डै तपाईँ टिप्न सक्नुहुन्छ कि, त्यो कुरामा तपाईँले ध्यान दिनुभयो भने रिपिट सेन्टेन्सलाई हामी सजिलै हाम्रो सहज तरिकाले त्यसलाई हल गर्न सक्छौँ। अर्को कुरा के छ भने पिटीमा तपाईँको सुरुवातमै क्वेसनहरू आउँछन्। जब तपाईँको रिड अलाउड सकिने बित्तिकै विद्यार्थी एकचोटि होपलेस भइसकेको हुन्छ। रिड अलाउडमा एक त इक्जाममा भित्र छिर्दैखेरि ऊ न्यू इन्भाइरोमेन्ट पाइरहेको हुन्छ, त्यस पछाडि तपाईँको रिपिट सेन्टेन्सको अवस्थामा आउँदा रिड अलाउड पछाडि विद्यार्थीको ओठ तालु सबै सुकिसकेको हुन्छ। एउटा त्यो कारण पनि हुनसक्छ र विद्यार्थीले रिपिट सेन्टेन्समा धेरै समस्याहरू भोग्नु परेको। अब यसको लागि चाहिँ के हुनसक्छ भने तपाईँको ल्याब प्र्याक्टिस चाहिँ तपाईँले गराउन सक्नुभयो भने विद्यार्थीले डिस्ट्र्याक्सन हुने, प्यानिक हुने, मक टेस्टहरूमा उनीहरूले धेरै प्र्याक्टिस गरिसकेपछि त्यही मक टेस्टको अनुभवलाई लिएर इक्जाममा पनि सहज तरिकाले इक्जाम दिन सक्नुहुन्छ। अब रह्यो तपाईँले डिक्टेसनको कुरा गर्दै हुनुहुन्थ्यो, तपाईँले के डिक्टेसनमा के समस्या देख्नु भन्नुभयो? डिक्टेसनमा पनि विद्यार्थीहरूले चाहिँ अलिकति
यहाँ चाहिँ मक टेस्टमा नम्बर लिने, तर रियल इक्जाम दिइसकेर फर्केपछि स्किल पिडिएफ हेर्दाखेरि राइट फ्रम डिक्टेसनमा पनि नम्बर चाहिँ अलिकति लो नै देखिने गरेको छ। यो खास यो राइट फ्रम डिक्टेसनमा चाहिँ एक्स्ट्रा वर्डहरू हाल्न मिल्ने हो कि नमिल्ने हो। र चाहिँ अर्को कुरो चाहिँ यो राइट फ्रम डिक्टेसनमा चाहिँ यसरी नम्बर कम आउनको चाहिँ कारण चाहिँ अरू के हुन सक्ला सर? त्यसलाई नम्बर बढी आउने गर्नको लागि चाहिँ के कुरा इम्प्रुभ गर्न पर्ला त्यसको विषयमा चाहिँ? जसरी हामीले रिपिट सेन्टेन्समा फ्लुएन्सी, प्रोनाउन्सिएसन कुरा त्यस्ता एक्स्ट्रा लिङ्ग्विस्टिक फिचरहरूलाई हामीले हेर्छौँ, कन्टेन्टहरूलाई हेर्छौँ, त्यसै गरी अब डिक्टेसनमा पनि हामीले ध्यान दिनुपर्ने कुराहरू चाहिँ तपाईँको ग्रामर, स्पेलिङ र मिनिङ अफ द सेन्टेन्स, ती तिनवटा कुरालाई हेऱ्यो भने र त्यसमा पनि तपाईँको टेक्निक चाहिँ के लगाउन सक्यो भने सुनेका कुराहरू एउटा दिमागले मिनिङ टिप्ने, हातले के टिप्ने, तपाईँको इनिसियल लेटर अथवा कुनै टेक्निकहरू तपाईँ फलो गर्न सक्नुहुन्छ, जुन हरेक इन्डिभिजुअलको आफ्नै टेक्निक हुन्छ, त्यो अनुसार तपाईँहरू अगाडि बढ्न सक्नुहुन्छ। अब रह्यो तपाईँको टाइमिङको कारणले डिक्टेसन धेरै बिग्रेको छ। विद्यार्थीहरूले मक टेस्ट कम गरिदिने, टाइम कति डिस्ट्रिब्युट गर्ने, कुन क्वेसनले टाइम बढी कन्ज्युम गरिरहेको छ त्यतातिर एकदमै कम ध्यान दिने। अर्को कुरा तपाईँको टाइम सिद्धिन आँटिसकेको छ, 2 मिनट 3 मिनट बाँकी छ, अब सुरु हुन्छ तपाईँको डिक्टेसन। डिक्टेसन त्यति धेरै स्कोर लिने हो, म बारम्बार भन्दैछु। केही क्वेसनहरू त्यो तपाईँले त्यति धेरै ध्यान दिनु पर्दैन तपाईँको डिजायर स्कोर ल्याउनको लागि, तर जुन क्वेसन छोड्न नहुने त्यो क्वेसनलाई चाहिँ तपाईँहरूले समय एकदम थोर दिएको मलाई अनुभूति हुन्छ। डिक्टेसन क्वेसन छोड्नु हुँदैन, त्यहाँ एक्स्ट्रा वर्डहरू लाउने कुरा छ। अर्को एक्स्ट्रा वर्डहरू लाउँदै गर्दाखेरि ह्युमन चेकिङ भयो भने तपाईँको स्कोर त त्यसै घट्छ। तपाईँले त ट्रिक्स लगाएको देखिन्छ। प्र्याक्टिस गर्दाखेरि पनि तपाईँ मक टेस्ट दिँदा पनि प्र्याक्टिस गर्दा पनि तपाईँ 2-3वटा 3-3वटा अप्सन राखिराख्नु भएको हुन्छ। अब त्यो काम बन्द गर्नुहोस्। जे तपाईँ ल्याबमा प्र्याक्टिस गर्नुहुन्छ त्यो तपाईँ के गर्नुहुन्छ, एक्जाममा गएर प्र्याक्टिस गर्नुहुन्छ। एक्जाममा गएर तपाईँले त्यही कुरा एप्लाई गर्नुहुन्छ। त्यसले गर्दाखेरि के भयो, तपाईँको न ग्रामर राम्रो भयो, न तपाईँको स्पेलिङ राम्रो भयो, न तपाईँको चाहिँ के भयो, मिनिङ पनि राम्रो भयो। हो, 1-2वटा वर्डमा खेल्न सक्नुहुन्छ, त्यहाँ 1-2वटा वर्डलाई तपाईँले थपथाप गर्न सक्नुहुन्छ, तर क्लासरुममा र प्र्याक्टिस गर्ने ल्याबमा तपाईँले यो कुरा फलो गर्नुभयो भने तपाईँले जीवनमा न ग्रामर सिक्नुहुन्छ, न स्पेलिङ जान्नुहुन्छ, न तपाईँले मिनिङै बुझ्नुहुन्छ। त्यसैले सबैभन्दा ठुलो रोग अहिले विद्यार्थीको के भइरहेछ भने तपाईँको प्र्याक्टिसमै गलत छ, आदतै गलत छ। यसको मतलब सम्पूर्ण विद्यार्थीहरूमा चाहिँ सरले भनेअनुसार तरिकाले चाहिँ प्र्याक्टिस गर्नु होला। अलिकति एक्स्ट्रा वर्ड चाहिँ प्र्याक्टिस गर्दाखेरि र चाहिँ मक टेस्ट दिँदाखेरि चाहिँ नहाल्नु होला। इक्जाममा त्यस्तै गाह्रो पऱ्यो भने चाहिँ 1-2टासम्म चाहिँ हाल्नु होला, त्यहाँभन्दा बढी चाहिँ नहाल्नु होला। र यसरी सरले भनेअनुसार चाहिँ तपाईँहरूले गर्नुभयो भने तपाईँहरूले चाहिँ पिटीमा स्कोर मात्र नभएर अलिकति इङ्ग्लिसको ल्याङ्ग्वेज चाहिँ सुधार्नको लागि पनि तपाईँलाई एकदम ठुलो नै भूमिका खेल्नेछ। र पिटीको चाहिँ अलिकति अरू सिरिज चाहिँ हामीले छाडै नै ल्याउने नै छौँ। त्यसका लागि चाहिँ हाम्रो मोटिभेसनको लागि तपाईँले लाइक, सेयर र फलो गरिदिनु होला। धन्यवाद। धन्यवाद। अल द बेस्ट।